जब पनि विनल्यान्ड सागाको बेस्ट रिटर्न क्यारेक्टरको कुरा हुन्छ त्यो बेला जहिले पनि थर्फिन र कनुटका साथसाथ एस्कलाडको पनि नाम आउँछ। र आज हामी यो कुरा गर्नेछौँ कि एस्कलाड एउटा भिलेन भएर पनि यति धेरै मन किन पराउँछन्। एस्कलाडलाई इन्ट्रोड्युस गरिएको थियो एज अ रुथलेस भाइकिङ लिडर र त्यो एक मास्टर म्यानुपुलेटर थियो जो कि जति बेला पनि जसलाई पनि धोका दिन सक्छ र फाइदा उठाउन सक्छ आफ्नो भिक्ट्री र प्रॉफिटको लागि। एस्कलाडले थर्ससँग हारे पनि मारिदियो किनकि ही इज असाइन टु किल थर्स, बट त्यो टाइममा थर्ससँग गरेको प्रमिस पनि पूरा गर्यो जो कि थियो थर्सका मान्छेलाई जान दिने, जो कि त्यो गर्छ पनि। उसलाई थाहा छ कि थर्फिन उसँग रिभेन्ज लिन चाहन्छ र एस्कलाड खुसी छ त्यो कुराबाट। जस्तै हामी देख्न सक्छौँ त्यो बेला जब एस्कलाड सुतेको थियो र थर्फिन उसलाई मार्न आउँछ त्यो बेला एस्कलाडलाई थाहा हुँदा हुँदै पनि त्यो गर्न दिन्छ। सायद उसले यो सोचेको हुन सक्छ कि थर्फिन भित्र पनि उसको ड्याडको जस्तो एउटा अनर हुन सक्छ, तर त्यही पनि 6 वर्षको बच्चा भित्र यस्तो म्याचुरिटी हुँदैन। त्यति बेला थाहा हुन्छ कि एस्कलाडमा कुनै बाँच्ने इच्छा नै छैन। एस्कलाड इज वाइज एन्ड इन्टेलिजेन्ट, ही नोज एभ्री पर्सन, जसलाई पनि एकचोटि हेरेर थाहा पाउन सक्छ कि को कति बेवकुफ छ र को कति कमजोर छ। एस्कलाडलाई सिरिजको अगाडि एउटा प्रोटागनिस्ट जस्तो देखाइन्छ। उसले जति पनि गलत चिज गरे पनि तर एस्कलाडको लागि लास्टमा म्याटर गर्छ त्यो हो सिर्फ रिजल्ट। थर्फिनसँग जति बेला पनि घमण्डी भए पनि त्यो एउटा फादर फिगरको जस्तो थियो।